यस्तो मिठो चाउमिन भएको थियो नि आज। सो हेलो साथीहरू, स्वागत छ मेरो आजको मिनी भ्लगमा। केही कुरा खानी भनेर सोचिसकेपछि नखाँदासम्म यो मैले सुक्खै नदिने के। धेरै दिन भएको थियो चाउमिन खान मन लागेको। चाउमिन बनाउने होटल त छ तर अलि हिँडेर जानुपर्छ के। तर मलाई घरमै बनाएर खान मनपर्छ। अनि यो चाउमिन गराउँदा झर्लक्क माइतको याद आयो के। म 14-15 वर्षको हुँदा मेरो हजुरआमाले हाट बजारबाट चाउमिनको पोको लिएर आउनुहुन्थ्यो क्या। प्रायः जसो शुक्रबार हामीले घरमै बनाएर चाउमिन खान्थ्यौँ। अनि घरमै बनाएको स्वच्छ पनि त हुन्थ्यो नि। मजाले सुकेको खुर्सानी ठोसेर बनाउँथे क्या। तर पनि कसैले गुनासो नगरिकन खानुहुन्थ्यो। त्यतिखेर केही मरमसला नहालेर पनि कति मिठो हुन्थ्यो के। आज पनि ती दिन सम्झिँदा मन भारी हुन्छ। मलाई यो चाउमिन बनाउनु त्यति खासै त आउन्न, त्यही पनि घरमा खानका लागि बेला बेलामा बनाइराख्छु। आज फेरि यस्तो गर्मी थियो नि, तर पनि बनाउन कसे। हजुरलाई त थाहा होला नि, खाने मुखलाई जुङ्गाले छिप्न सक्दैन। चाउमिन पखालेर आउँदाखेरि त आगो निभेको रहेछ। आगो फुकिसकेपछि लागे म अदुवा लसुन खोल्साउन। उता कराई पनि तातिसक्यो अनि तेल हालेँ। अनि के साथीहरू, तपाईँहरूलाई सुप कतिको मनपर्छ? मलाई त एकदमै मनपर्छ। सुप भएपछि त म एक थाल भात खान्छु। अनि आज चाउमिन बनाउँदाखेरि केही हाल्नै पाइनँ के। किनकि पसलमा केही पनि रहेनछ तरकारी, हरियो तरकारीहरू। क्याप्सिकम छ कि भनेको क्याप्सिकम नि रहेनछ। अनि यो आलु किन हालेको भन्दा यसको पनि कारण छ। मेरो छोरालाई आलु नभइकन भात जान्न, केही पनि जान्न। उता मासु पकाउँदा पनि मम्मी आलु खोइ भनेर सोध्छ के। अनि चाउमिन बनाउन सक्यो, बाबुले नि खायो, आमाले नि खानुभयो। अनि मैले नि खाएँ। चाउमिन हल्का पिरो पिरो भएको थियो, त्यही भएर बाबुले खान सकेन, धेरै खाएन। आजलाई यति नै। थ्याङ्क यू फर वाचिङ।